ल लगाइगलो ल साथी हो, अब आज एउटा इन्टरटेनमेन्ट एउटा भिडियो ल्याएर तपाईँहरूमा चाहिँ आउँदैछु। हेरेर साथ सपोर्ट सल्लाह सुझाव दिनु होला है त। कस्तो लाग्छ? ये बेटा, ये रास्ता उधर नहीं निकलता है ना? ये मकान तक है ना? ओ ठीक है। ये आज मार्केटिङमा आएको, यतातिर मेला लाग्छ भनेर यतै हराइहाल्यो। कता हो बाटै पत्ता लगाउन गाह्रो भइसक्यो। यस्तो रमाइलो ठाउँ रहेछ यतातिर, हेर्नुहोस् है। के गर्ने, आजकल रमाइलो ठाउँ देख्दाखेरि अलिकति लोभ लाग्छ। अनि त्यहाँबाट यसो खिचिहालौँ, भिडियो देखाइहालौँ हजुरहरूलाई भन्ने जस्तो लाग्छ के अरे है। गाउँलाई के छ हालखबर? गाइस ओके गाइस, हाम्रो गाउँलाई है यसो उता हामी सँगै छौँ। ल ठिक छ, अब के गरौँ त। यतातिरको यसो भ्युजहरू कस्तो राम्रो राम्रो देखिने कि है। दसैँ तिहार आइसक्यो है। सबै रमाइलोतिर लागेका छन्। सब दोकान पसलहरू बन्द गरेर हिँडिरहेका छन्। हामी चाहिँ अब यतातिर यसरी हिँड्नु परेछ है। कता जाउँ, गाउँलाई यतातिर जाउँ कि कता जाउँ? हामी त हरायो त। अलि अगाडितिर जाने है। त्यहाँ हामी यतातिर जाँदैछौँ, गाउँलाई यतातिर जानु लाग्छौँ। यस्तो छ यतातिर गयो चाहिँ ठाउँ गाउँ। हामी बजार छोडेर यता गाउँतिर कता भित्र पस्यौँ कि कता हराइयो। यो बाटो उता त्यहाँ निक्लिन्छ जस्तो लागेर, हाम्रो कम्पनीतिर निक्लिन्छ जस्तो लागेर पसेको अर्कै गाउँमा पसिएछ। हेर्नुहोस् अब बर्बाद भयो गाउँमा। हरायो नि त, हराएन नि है। गइन्छ होइन। त्यही त फेरि यतैतिर अनि तिहारको फेरि बनाउला नि होइन। कस्तो भ्युजहरू छ है, कस्तो राम्रो छ है। हेर्नुहोस् है। ल हामी यता गाउँतिर आएको छौँ। अब बाटो खोज्दैछौँ है। यहाँ बाटोहरू यस्तो यस्तो बाटो परिरहेको छ कि यो के हो। अब बाटो पत्ता लगाउँदैछु अनि त्यो मूर्ति यस्तो छ नि। ए त्यो चोक हो के हो है? चोक जस्तो छ। अब नयाँ गाउँमा पऱ्यो, हेर्नुहोस् नयाँ ठाउँ पऱ्यो, बर्बादै भइसक्यो नि। त्यही हो गाउँला, त्यही हो। यतातिर जस खेतहरू है अलिअलि हुने रहेछ के अरे, धानहरू होइन। खेतीपाती भइरहेछ। ल यहाँ तिहारको यसो तयारी सबै गर्दैछन्, गाउँघरतिर रमझम देखाउँदैछन्। अनि आफ्नो तिहार त यस्तै छ। के गर्ने, गाह्रो छ हजुर। कस्तो राम्रो छ है, हेर्नु त गाउँमा बाटोहरू भ्युजहरू कति दामी है। यस्तै ठाउँ मनपर्ने मलाई। फेरि कस्तो लाग्छ यसो हेरेर साथ दिनु होला है। साथीको सल्लाह सुझाव दिनु होला। लाइक कमेन्ट सब्सक्राइबर गरिदिनु होला। किन जान्छ र भने के यसो
रमाइला होइन यसो टक्क टक्क थिचिदिने त हो कति दुःख हुन्छ र हजुरहरूलाई कोसिस गर्दैछु म होइन कोसिस गरेपछि सक्सेस भइहाल्ला नि भन्ने हो के अरे है प्रयास गरेपछि यसो कसो नहोला र यतातिर के हो बम पड्काउँदैछन् त पटाका यो के हो यो घर हो कि के हो यो मन्दिर हो कि है ल ल कस्तो लाग्छ यसो हेरेर सल्लाह सुझाव दिनु होला ल साथी ल ओके बाई